1500 तिरेर काटेको कपाल यस्तो छ के काट्दै योभन्दा अगाडिको भिडियोमा मैले फेसबुकमा सही तरिकाले कसरी ब्याकग्राउन्ड म्युजिक युज गर्ने भन्ने भिडियो बनाएको थिएँ। त्यो भिडियोमा मेरो एकजना भाइले मुझे नहीं पता म्युजिक का मामला भन्दै कमेन्ट गर्नु भएको रहेछ। खासमा मैले भन्न खोजेको ट्रेन्डिङ सङहरू युज गरे पनि फेसबुकबाट मात्र युज गर्नुपर्छ भन्न खोजेको। जस्तै हामीले भिडियो एडिट गर्दा क्यापकटबाट एडिट गर्यो भने त्यो क्यापकटमा हामीले डाइरेक्ट त्यो ट्रेन्डिङ सङलाई डाउनलोड गरेर क्यापकटमा एड गरेर एक्सपोर्ट गरियो भने त्यो भिडियोमा कपिराइट आउन सक्छ। त्यसको सट्टा हामीले भिडियो पोस्ट गर्दा फेसबुकको सङहरू यसरी यहाँको स्क्रिनमा देखाए जस्तै आफूलाई मनपर्ने सङहरू चुज गरेर युज गर्न सकिन्छ। यसरी युज गरेको सेभ पनि हुन्छ, कपिराइट आउने समस्या हुँदैन।